बिट हैन मैले चाहिँ यो बिट गाडीलाई हिर्काइदिएको छु गाइस मेरो गाडी यस्तो भएको छैन उकेको छ कोही भएको छैन यसको डेन्टिङ पेन्टिङ भइहाल्छ त्यसलाई ठिक गर्नुला कोही भएको छैन गाइस आज चाहिँ यस्तो भएको छ मेरो चाहिँ मसँग चाहिँ लफडा भएको छैन नमस्कार म निजु ब्लग नयाँ दिन नयाँ भिडियो लिएर आइसकेको छु आज चाहिँ म नेपाल जाँदैछु सानो काम परेर यहाँको रोडको अलिकति तपाईँलाई एक्सप्लोर गर्नेछु कस्तो हुन्छ तपाईँहरूले लास्टसम्म साथ दिनुहुन्छ भन्ने ठुलो आशा राखेको छु ब्लग पनि यहाँबाट स्टार्ट गरेको छु तपाईँहरू हेर्न सक्नुहुन्छ अलिअलि थोडा थोडा पानी पनि पर्न सुरु लागिरहेको छ पानी सुरु भइसकेको छ पानीले चाहिँ आज निकै बोद्ला जस्तो छ साथीहरू लेट्स सी कस्तो हुन्छ मेरो सर्ट टुर नेपाल ब्लग दिन चाहिँ एकदम राम्रो भइरहेछ हो दिन चाहिँ एकदम राम्रो भइरहेछ यस गाइजहरू दिन चाहिँ एकदम राम्रो भइरहेछ भर्खरै खाना खाएर चाहिँ हिँडे हो SN02 हाइवे गाइस यहाँबाट चाहिँ यो बागडोरा सिलगढी बागडोरा त्यहाँबाट चाहिँ नक्साल हुँदै तपाईको पुग्ने छ नेपाल वान अफ द मोस्ट ब्युटिफुल कन्ट्री नेपाल पुग्ने छ यो चाहिँ नक्सलबाट यहाँबाट चाहिँ तपाईँको राइट गयो भने चाहिँ नक्सल पर्छ होइन तर म चाहिँ सिधै जाँदैछु पानी ट्याङ्कीको लागि यताबाट गयो भने चाहिँ नक्सल दिन्छ इलेक्ट्रिक अफिस अग्रा बगा SN0 हाइवे टु SN0 हाइवे यहाँ चाहिँ फेरि गाडी नै पाउँदैन क्या तपाईँको हो एकदम खाली गाडी कुद्छ 4 लाइनको बाटो अलमोस्ट ड्राइभ गर्नु पनि यति मजा आउँछ के भन्नु ल साथीहरू म चाहिँ फ्लाइओभरमा चढिसकेको छु कस्टमको चेकपोस्ट छ अब अगाडि नेपाल तपाईहरु देख्न सक्नुहुन्छ पारिपट्टि हैन यो गाडी चाहिँ कस्टम छ यहाँ चेकिङ हुन्छ ल यो चाहिँ मेची पुल तपाईहरुले एकदम अगाडि देख्नुहुन्छ नेपाल यो चाहिँ मेची पुल हो मिरपट्टिबाट बगेर आउने यता तलतिर चाहिँ बिहार जाने हो बिहार जान्छ तल्लो बाटोमा चाहिँ टोटो चल्छ हैन यो चाहिँ मेची पुल इन्डिया र नेपाल यहीँबाट छुटिन्छ नेपालको पूर्वमा मेची भनेपछि वेस्टको चाहिँ इन्डियाको चाहिँ यो मेची ब्रिज हैन हामी चाहिँ ल यहाँनिर भन्सार सुविधा पनि काट्यो अफिसबाट हो अब निस्किन लागेको सबै यहाँ भन्सार काट्नुको लागि बसिरहेछ गाडीहरू यो चाहिँ काँकरीभिट्टामा यहाँ मेरो सानो काम छ म बसिरहेछु हो र चाहिँ बस स्ट्यान्ड काँकरीभिट्टाको यहाँ चाहिँ मेरो अलिकति काम छ हल्का यो चाहिँ एकदम फेरि काँकरीभिट्टाको मेन हो यो चाहिँ बोर्डर जस्ट पार गरेर चाहिँ म यहाँनिर अहिले छेउमा बसिरहेछु यो चाहिँ काँकरीभिट्टाको मनी एक्सचेन्ज म चाहिँ यहाँ मनी एक्सचेन्ज गर्दैछु आइसीबाट एनसीमा कन्भर्ट अक्रुडहरू पनि मैले लिएको छु नेपालको चेक स्पाइसी चिप्सहरू यो चाहिँ काँकरीभिट्टा हो काँकरीभिट्टाको चाहिँ एकदमै चाहिँ ओखरहरू पनि पाउँछ यहाँ चाहिँ गाइजहरू ओखरहरूदेखि लिएर
एकदम चिपेस्ट कपडाहरू पनि पाउँदो रहेछ यहाँ चाहिँ। म चाहिँ अब अगाडि निस्किँदैछु। यहाँभन्दा अगाडिको भिडियो चाहिँ मैले बनाउन सकिनँ, मेरो त सबै काम भएर चाहिँ अब म चाहिँ फर्किन लागेको साथीहरू। बिट होइन त्यो कारण साथीहरू लास्ट मोमेन्टमा यो अर्को गाडीसँग मेरो गाडी एक्सिडेन्ट भएको छ। बिटको चाहिँ यस्तो ठोक्यो यहाँनिर होइन, अलिकति एक्सिडेन्ट भयो गाइस। ठिकै छ, आज ठिकै छ। यहाँ चाहिँ मैले हान्दैछु, अब यसको चाहिँ म जति पनि भरपाई गर्दैछु। सो ठिकै छ, मैले यहाँनिर मतिगढाबाट एकजना मैले बोलाइरहेको छु होइन, मिस्त्री आउँछ अलमोस्ट 15 मिनटमा। अन्त मेरो गाडीको कन्डिसन यो छ, यो चाहिँ कमलपुरको जग्गामा चाहिँ यस्तो भएको। मेरो गाडी पनि यस्तो भएको छ, यहाँनिर चाहिँ उकिएको रहेछ, कोही बात छैन, यसको डेन्टिङ पेन्टिङ भइहाल्छ, पहिला ठिक गरौँ होला, कोही बात छैन। गाडी चाहिँ आज चाहिँ यस्तो भएको छ, मेरो चाहिँ मसँग चाहिँ लफडा भएको छैन। सो यस्तै हुन्छ कहिलेकाहीँ, त्यो सानो सानो कुरोबाट नै ठुलो कुरो सिक्ने हो। सो आज चाहिँ मेरो ब्याड लक भयो गाइज, रोड सफर चाहिँ। सो हेर्दै गर्नु होला, कति भन्छ उसले हेर्नुपर्ने छ। ओके, टुटेको मान्छेलाई चाहिँ भन्नु पऱ्यो कि मेरो यस्तो भयो भने। दिन दशा भन्ने कुरो बाना बाजा बजाएर आउँदैन। सो द्याट चाहिँ प्लिज तपाईँले जति पनि अब 4 व्हिलर 2 व्हिलर गाडीहरू कुदाउनुहुन्छ, बी केयरफुल अनि बिस्तारै कुदाउनु होला। अनि यस्तो यस्तो एक्सिडेन्टबाट बस्नुको लागि चाहिँ प्लिज मेरो हजुरहरूलाई रिक्वेस्ट। सो गाइस, म फाइनली चाहिँ पुगिसकेको छु होइन, जस्तोको तस्तै मेरो गाडी पनि बनिसकेको छ। अब चाहिँ म फर्किन्छु। भिडियो निकै लामो भयो जस्तो लाग्यो गाइजहरू। तपाईँलाई देखाउँछु, यो चाहिँ मर्निङ गाडी हो, तपाईँलाई देखाउने छु। पानी पनि परिरहेको छ, वेदर त एकदम ठिकै छ। म चाहिँ हाइवे अगाडि एकदम गाडी पुगिरहेको अवस्था छ माथि रोडमा होइन। सो हेर्दै गर्नु होला मेरो भिडियो। पनि 8 दिन लेखेको ल्याएको रहेछ गाडीहरू, त यहाँ त कति हो कति ब्याङ ब्याङ भएको रहेछ। ल गाडीहरू हेर्नुहोस्। अगर गाइजहरू यो मेरो लास्ट भिडियो भइदिएको भए आरआइपी निजु ब्लग त थुप्रैको कमेन्ट आउँथ्यो होला, बट यस्तो हुन सकेन। वाइटीको यति धेरै मायाले गर्दाखेरि मेरो अझै पनि लामो आयु रहेछ। थ्याङ्क यू सो मच फर तपाईँले सबैले मलाई सपोर्ट दिएकोमा। कहाँबाट किन्यो भन्ने कुरो थाहा छैन, त्यो गाडीको त्यही हालत छ, पानी परेर एकदम गाडीहरू त्यो चाबी लगाएर बसिरहेछ, पानीले डुबेको छ, एकदम राम्रो छ, ठिकै छ हो। Thank you so much for watching this video and bye bye.